प्रश्न नंबर 1 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सबिन र दोस्रो चित्रमा रहेको छ सिंह। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ सबिन सिंह। प्रश्न नम्बर 2 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा धानको शिलालाई देखाइएको छ जसलाई हामीले शिला भनेर बुझ्न सक्छौं र दोस्रो चित्रमा रहेको छ का। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ शिलाका। प्रश्न नम्बर 3 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सौ र दोस्रो चित्रमा रहेको छ हेल। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ सोहेल। के तपाईको गेस सही थियो? सही थियो भने भिडियोलाई लाइक गरिदिनु होला। प्रश्न नम्बर 4 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा गेडा गुडीलाई देखाइएको छ जसलाई हामीले अन्न भनेर बुझ्न सक्छौं। दोस्रो चित्रमा रहेको छ जाल र तेस्रो चित्रमा रहेको छ ली। तीनैवटा चित्रहरू मिलाएर एउटा केटीको नाम बन्छ अञ्जली। प्रश्न नम्बर 5 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ बी र दोस्रो चित्रमा रहेको छ धान। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ विधान। प्रश्न नम्बर 6 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सी र दोस्रो चित्रमा रहेको छ नाया। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ सिनाया। प्रश्न नम्बर 7 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ आर र दोस्रो चित्रमा रहेको छ स्नेक। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ अर्सनेक। प्रश्न नम्बर 8 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ अन्न र दोस्रो चित्रमा रहेको छ निया। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ अन्ननिया। प्रश्न नम्बर 9 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सन र दोस्रो चित्रमा रहेको छ टु। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ सन्तु। प्रश्न नम्बर 10 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ टु र दोस्रो चित्रमा रहेको छ ना। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ टुना। 10 वटा प्रश्नहरू मध्ये तपाईले कतिवटा प्रश्नको उत्तर गेस गर्नुभएको थियो तल कमेन्टमा लेख्नु होला।